Hello guys, welcome back to my YouTube channel. यो भ्लग चाहिँ लिटरली आज चाहिँ क्लास 10 को लास्ट डे होइन. हामीले बिहान एक्जाम दिएँ अनि अघि अब भर्खर एक्जाम दिएर हामी आज अब चाहिँ हाम्रो बिदाइ हुन्छ. सो इट्स लिटरली द लास्ट डे कि फर्स्ट क्लाससम्म अहिले हामी लगभग 14 वर्ष पढेका छौँ अहिलेसम्म. हामी एसएम कति दिन छ हाम्रो? 4 दिन. क्यामेराबाट खिच्छु क्यामेराबाट नै हो. 4 दिन छ. 4 दिनमा हाम्रो एसएस सो यो बच्चाले पढेको होइन. हरेक मेमोरी छ कि यो स्कुलसँग कति लाग्ने कि कति हुँदैन नि. सो म चाहिँ आज पुरा लास्ट डेको भ्लग बनाउने. टाढाबाट आइरहन्छ ओके टाढाबाट देखाउँछु. This is the look of our school today. आज चाहिँ स्कुललाई के मान्ने छ. उहाँ भाइहरू होस्टेलको घर जान लागिसके. क्यान्टिनमा हो र सबै भलिबल खेलिरहेको छ. बास्केटबल खेलिरहेको न अघि चाहिँ भलिबल खेलिरहेको थियो. अहिले चाहिँ बास्केटबल खेलिरहेको छ. अनि यहाँ चाहिँ गुरुबाको टोली Look guys, they are waiting for me. अब काम बाहेर मान्छेहरूले बस्ने हो किनभने अब 2 बजी भनेको 2 बजिसक्यो. 2 बजिसक्यो. अहिलेसम्म हामीलाई केही देखाएन नि. 2 बजेर 2 मिनट 2 बजेर 2 मिनट भइसक्यो. जीवन सर त्यहाँ माथि हुनुहुन्छ. हो जीवन सर. ओके बनेको छ. सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो स्थानमा शान्त र अनुशासित भएर एकैछिन बसिदिन म आज अनुरोध गर्दछु. हाम्रो चाहिँ पछाडि विवेकबाट सुनाउनुहोस् भन्ने प्रकारको एउटा आवाज मैले सुनिसकेको छु. कृपया म एउटा मुक्तकबाट सुरु गर्छु. सानो मुक्तकबाट. कृपया यो चाहिँ अलिक थोरै अमर्यादित मानिन्छ. त्यसैले भाइ बहिनीहरूलाई फेरि पनि केही बोल्नु. त्यसका लागि मैले धन्यवाद दिइरहन सकिनँ. म सेवा प्रार्थी छु. अब भाइहरूलाई मुक्तकबाट. हामीले त केवल बाटो देखायौँ. हामीले त केवल बाटो देखायौँ. हिँड्ने त तिमीले नै हो. हामीले त केवल बाटो देखायौँ. हिँड्ने त तिमीले नै हो. ज्ञानको सानो दियो बाल्यौँ. बल्ने त तिमीले नै हो. हामीले त केवल बाटो देखायौँ. हिँड्ने त तिमीले नै हो. ज्ञानको सानो दियो बाल्यौँ. बल्ने त तिमीले नै हो. यो विद्यालय एउटा सानो बगैँचा थियो.
यो विद्यालय एउटा सानो बगैँचा थियो प्यारा भाइ बहिनीहरू। अब संसारको विशाल वनमा फुल्ने त तिमीले नै हो। अब संसारको विशाल वनमा फुल्ने मलाई लाग्छ तिनीहरूको हो भने यो थोरै डिस्टर्ब मानेछ। साथीका सादा पानाहरूमा तिम्रो भविष्य मुस्कुराओस्, कलमका हरेक अक्षरमा तिम्रो मेहनतले गीत गाओस्। काफीका सादा पानाहरूमा तिम्रो भविष्य मुस्कुराओस्, कलमका हरेक अक्षरमा तिम्रो मेहनतले गीत गाओस्। डराउनु पर्दैन एसईको त्यो हलभित्र बस्दा तिम्रो आत्मविश्वास देखेर प्रश्न पत्र पनि थर्र कापोस्। रिजल्टको पानामा मात्र होइन जिन्दगीमा पनि पास हुनु। रिजल्टको पानामा मात्र होइन जिन्दगीमा पनि पास हुनु। अङ्कले मात्र होइन तिम्रो असल व्यवहारले खास हुनु। रिजल्टको पानामा मात्र होइन जिन्दगीमा पनि पास हुनु। अङ्कले मात्र होइन तिम्रो असल व्यवहारले खास हुनु। उड्नु आकाशमा जति माथि पुगे पनि तिमी, तर आफ्नो धरती र संस्कारको सधैँ नजिक रहनु। अझै सुनाऊ। पक्कै पनि हातमा कलम मनमा साहस, हातमा कलम मनमा साहस र आँखामा सपना होस्। हातमा कलम मनमा साहस र आँखामा सपना होस्। तिम्रो हरेक पाइलामा ईश्वरको साथ र आत्माको थापना होस्। एसईको त्यो फुर्किलो सफलताको पहिलो फुर्किलो बनोस्। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा मेरो तर्फबाट फेरि पनि शुभकामना रहोस्। मेरो तर्फबाट यी शुभकामना रहोस्। त्यसपछि म विद्यार्थी भाइ बहिनीहरूको तर्फबाट पनि केही शुभकामनाहरू लिनेछु। कृपया एकजना छात्र र एकजना छात्राको तर्फबाट के अरे शुभकामना दिने विद्यार्थी भाइ बहिनीहरू जीवन छ। विशेष गरी छात्राको तर्फबाट आइसकेको छ। छात्रको तर्फबाट एउटा शुभकामना लिदिनको लागि म जीवन सरलाई म हार्दिक अनुरोध गर्दछु नाम दिदिनको लागि। कहिले काहीँ गाली गर्यौ होला, कहिले माया दियो। कहिले माया दियौ, तिमीलाई असल बनाउन हामीले सधैँ साथ दियौ। आज जाँदैछौ यो साथ छोडी, नयाँ क्षितिज खोज्न। आज जाँदैछौ यो साथ छोडी नयाँ क्षितिज खोज्न। हाम्रो आशिष सधैँ साथ छ जहाँ पुगे पनि शिखर रोज्न। हाम्रो आशिष सधैँ साथ छ जहाँ पुगे पनि शिखर रोज्न। धन्यवाद फेरि पनि। कृपया हुडिङ नगर्नु होला। हुडिङ नगर्नु कति सुरु भएको छ होइन।
सबैले चाहिँ राम्रोसँग गर्नु, यसैको धेरै धेरै शुभकामना है। अब 10 क्लाससम्म मैले पढाएँ है, त्यो पछि माथि हाम्रो सरहरू हुनुहुन्छ, यहीँ पढ्ने हाम्रो भेट भइहाल्छ है। अब त्यही नै हो, मैले अरू के नै मलाई चाहिँ खासै बोल्नु पनि थाल्दैन। लास्टको चाहिँ लास्टको 65ले एपोलोसले 65 मोर देन 65 कति एपोलोस थियो। यो वर्ष चाहिँ 100 ओभर हुनुपर्छ है। आज मेरो गर्ने स्पेसल म्याचमा चाहिँ अहिले 100 क्रस गरे हुनुपर्छ अहिले। र सबैलाई मलाई खासै त्यति बोल्न त आउँदैन होइन। सबैलाई यसैको धेरै धेरै शुभकामना, नडराएर गर्नु है। त्यही नै हो, अरू लास्टमा इक्जाम सकेको चाहिँ काम लाग्यो एउटा दिन र यसैको सबैलाई धेरै धेरै शुभकामना है। धन्यवाद जीवन सर। र यसपछि म शुभकामनाका लागि हाम्रो यो औपचारिक कार्यक्रम सुरु हुन केही बेर अझै आउँदैछ। कृपया गरेर कृष्ण राणा म्यामलाई म शुभकामना Okay. First of all, good afternoon, everybody. Okay. Today is the last day of your fasting. This was the most wonderful day. The days you spent in fasting were the most wonderful day in your life. These days would never come back. So we are here to wish you best of luck for your SC exam. Can you hear me, please? सुनौलो आकाश लेख्नु छ, नडराउनु ती प्रश्नसँग, नडराउनु ती प्रश्नसँग, नहिचकिचाउनु हलभित्र, आफ्नै आत्मविश्वासको एउटा खास लेख्नु छ। 10 वर्षको यो यात्रालाई सार्थक बनाउने दिन आयो। कापीका ती पानाहरूमा विजयको आभास लेख्नु छ। सफलताको शिखर चढ्नु, सधैँ अघि बढ्नु तिमी, हरेक पाइलामा अब प्रगतिको सुवास लेख्नु छ। अब हरेक पाइलामा प्रगतिको सुवास लेख्नु छ। धन्यवाद। हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी आजको यस कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका निम्ति म यसै गोर्खा ग्रुप दाङका अध्यक्ष आदरणीय विष्णु प्रसाद घरती सरलाई म आजको यस कार्यक्रमको प्रमुख अतिथि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथि आसन ग्रहणका निम्ति म गोर्खा ग्रुप दाङका एचआर डाइरेक्टर उत्तम राज घिमिरे सरलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी म आसन ग्रहणका निम्ति म यस गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल गोराई दाङका सञ्चालक समितिका सदस्य आदरणीय एमबी केसी सरलाई म आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो यसै विद्यालयका व्यवस्थापन संघका आदिवास सत्रका कोअर्डिनेटर शङ्कर धिताल सरलाई म अतिथि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी म यो कक्षा 9 र 10 तर्फका कोअर्डिनेटर आदरणीय लोक बुढा सरलाई म अतिथि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म इक्जाम कोअर्डिनेटर आदरणीय आई सरलाई पनि म अतिथि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म कोअर्डिनेटर कृष्ण राणा म्यामलाई पनि अतिथि आसनका निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै विद्यालयका नेपाली विभागका विभागीय प्रमुख हेमप्रसाद बेलवासी सरलाई पनि अतिथि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। र यसपछि म
यस विद्यालयका आदरणीय प्रिन्सिपल सरलाई म यो शुभकामना मन्तव्य कार्यक्रम शुभकामना आदान प्रदान कार्यक्रममा आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु र त्यसै गरी विज्ञान संकायका कोअर्डिनेटर स्वतन्त्र अमाल सरलाई पनि म आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दै शब्द भन्दाखेरि पनि फोटो मात्र जीवन भनेकै यात्रा हो, त्यसैले आजको यो बिछोडको पललाई हामी सबैले स्वीकार्नै पर्ने हुन्छ। अब यति लामो यात्रामा हामी सँगै हातेमालो गर्दै एकअर्कालाई साथ दिँदै यहाँसम्म आइपुग्यौँ र हामीलाई सधैँ सत्कर्म गर्नुपर्छ भनेर सत्मार्गमा डोर्याउनु भएका शिक्षक शिक्षिकाहरूलाई नै हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु र आजको यस शुभकामना आदान प्रदान मन्तव्यमा सम्पूर्ण विद्यार्थीहरूलाई आउँदै गरेको एसबी परीक्षाको शुभकामना व्यक्त गर्दै एउटा छोटो कविता वाचन गर्न जाँदैछु। मेरो कविताको शीर्षक रहेको छ 10 कक्षाको अन्तिम दिन। साथी समयले गराए पनि हाम्रो दूरी टाढा भए पनि माया रहोस् गाढा। अहिले जस्तो त पढ्दै आएको हो पन्डेनी, तर 10 कक्षा जस्तो मजा भएको थिएन कहिल्यै। हाम्रो बाटो फरक भयो जीवनको यो मोडमा, तर सम्बन्धको धागो बलियो छ यो आत्माको जोडमा। टाढा भए पनि मनको नाता कहिले छुट्ने छैन, सपना साथमा छन् सम्झना कहिले मेट्ने छैन। हाम्रो हाँसोका तरङ्गले भरिएको यो आकाश हामीलाई सधैँ सम्झना रहनेछ हामी साथ हुँदाको त्यो मिठास। एसीको यो छेडमा सपना बुनेको पल, जहाँ भविष्यको बाटो तय हुन्छ सरल। कलममा साचिएका वर्षौंका सङ्घर्षहरू अब ती अक्षरले निर्धारण गर्नेछन् मार्गहरू। हाम्रो रातको जागरण अनि बिहानको प्रयास तिनै बन्नेछन् हाम्रो यात्राको अभ्यास। स्कुलका यी पर्खालले सुनेका हाम्रा कथा, हाम्रो सङ्घर्ष सपना र भविष्यको ममता। साथी समयले गराए पनि हाम्रो दूरी टाढा भए पनि माया रहोस् गाढा। यति भन्दै सम्पूर्णमा फेरि पनि एसबीको शुभकामना दिँदै मेरो गाइज हाम्रो चाहिँ विशिङ त्यो बेस्ट विशिङ प्रोग्राम चाहिँ सकिसक्यो अनि दिस इज माई लुक। एटलिस्ट रेड कलरको त लगाइदिनुपर्छ टिका लगाइदिने बेलामा। पिङ्क छ कि अनि अरू त के भन्ने अब यस्तै छ। यहाँ यस्तो छ ताल सो यहाँ सबै सकिसक्यो एन्ड अरूले खाइसक्यो। म चाहिँ अफकोर्स आइएम भेज सो मैले खाएँ त अनि त्यहाँ ओके म आएछु। फोटोसुट हुँदैछ छिटो होइन। You get from here, yeah.
सो नाउ हाम्रो चाहिँ अब बेस्ट विसेस प्रोग्राम पनि सकिसक्यो. वेयर डन विथ क्लास 10 नाउ. सक्यो अब आजको दिन पनि. यो भिडियो पनि सक्यो. थ्याङ्क यू फर वाचिङ टिल लास्ट. बाई. विल मेट इन नेक्स्ट भिडियो.